हेलो ए यहाँ ठाउँको नाम के अरे हेलो गाइस हामी गोर्नबानीमा छौँ र आज मार्केटमा गएको अनि अलिअलि सामान किनेर ल्याएको। धेरै पैसा पनि छैन अनि भर्खर आएको मान्छे गाह्रो हुन्छ। त्यही पनि हाम्रो कुकुर रहेछ यस्तो तर्सायो कि आमा यस्तो कसैले पनि तर्साएको थिएन सायद। अनि उहाँ हो सुलोचना भण्डारी, अर्को छ मैना भण्डारी उतै छ। अनि यो बुल्गे त जिन्दगीमा कोही पनि नआओस् गाइस। फागुन जान लागिसक्यो, जाडो जाडै छ, अर्कै जाडो छ। हामी काम गर्ने गाडी त्यो गाडीमा चढेर जानुपर्छ अनि 2 घन्टा जानुपर्छ गाडीमा। अनि चाहिँ काम गर्ने ठाउँ चाहिँ पुगिन्छ। यस्तै छ जिन्दगी, परदेशको जिन्दगी गाह्रो छ। यो सामान हो अनि यो सामान धेरै छ, पैसा यो सामान चाहिँ एक हप्ता चाहिँ चलाउनु पर्छ। अनि पैसा भने सिक्का छ। अब दुईटाको तलब चाहिँ 2800 लागिसक्यो। अब एउटाको छ, एउटाको अब चैतको 15 गतेसम्म टेकाउने भन्ने आशा छ गाइस। के गर्नु, यस्तो छ, जाडो छ, कान पनि पोलिसक्यो। अनि मेरो भिडियो हेऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला, त्यति भन्न चाहन्छु। दिदी जाडो छ, टाउकै झरिसक्यो, त्यही भएर यो फोटो हालिरहेको छु। ओके अलि काम पनि निस्केको भित्रबाट। अनि एउटा टिकटक बनाएको। अनि मार्केटमा जाँदा त सामान अलिअलि किनेको। अनि 7 बज्न पो लागेछ अनि पत्तै भएन। यहाँ बुल्गेरियामा त होइन गाइस, सानोदेखि 15 वर्ष नपुग्दासम्मको मान्छेले चुरोट खाँदैन रहेछ। 15 वर्ष पुगेको माथिले यत्रो लामो सिक्की हुँदो रहेछ। अनि त्यो चुरोट खाँदो रहेछन्। अनि एउटा घरमा त यत्रो कुकुर पनि हुँदो रहेछ गाइस। अनि त्यो कुकुर राति कामबाट आउनुपर्छ अनि तर्सायो भने सातो पोल्छ नि। अब घुम पुग्न पनि अब 5-10 मिनट नै छ। पुग्यो भने नेक्स्ट टाइम अर्को भ्लगमा भेटौँला गाइस। अब चाहिँ यति नै हो भन्न चाहन्छु। मैना भण्डारी आउँदैछ, उहाँले पनि अलिअलि सामान ल्याएको छ गाइस। अब केही छैन, अब जाडो छ, हिउँ लगाइसक्यो। ल त गाइस, बाई।